धन्यवाद सञ्चालिका दिदीलाई र उपस्थित पास्टर एल्डर डिकन र प्रभुका सम्पूर्ण जनहरूमा फेरि पनि जय मसीह। भजन सङ्ग्रह 133 को 1 मा यसरी लेखिएको छ, दाजुभाइहरू एकतामा बस्नु कति असल र मनोहर कुरा छ। प्रियहरू, हामी विभिन्न देशबाट यसरी फरक फरक आफ्नो परिभाषा, पृष्ठभूमि, विभिन्न जातिहरूबाट अनि विभिन्न समुदायहरूबाट आएका छौँ र मण्डली सुन्दर बनिरहेको छ र तपाईँ हाम्रो यो हृदय अनि यो समर्पण यसरी नै बढ्दै जाओस्। म तपाईँहरूलाई सदा यसरी नै भोकाउनलाई र तृष्णा गर्नलाई, प्रभुको निम्ति अझ अगाडि बढ्नलाई म अझ तपाईँहरूलाई उत्साह दिँदछु। र हामी कतिपय कुराहरू हल्का रूपमा लिन्छौँ है। एकजना व्यक्ति जो सधैँ जे कुराहरू पनि हल्का रूपमा लिनुहुन्थ्यो एकजना, अनि एक दिन उहाँको चर्चमा चाहिँ युथ क्याम्प भइरहेको थियो अनि त्यहाँनिर त्यो लिडरले चाहिँ एक दिन सोध्नु भएछ, तपाईँहरूले अहिलेसम्म आफ्नो जीवनमा गर्नुभएको ठुलो ठुलो बलिदानहरू के हो त, के तपाईँहरूले सेक्रिफाइस गर्नुभयो भन्नुहोस् भन्दाखेरि अनि जवाफ दिएछ। कसैले भनेछ म चेन प्रेयरमा छु भनेछ, त्यो मेरो लागि ठुलो बलिदान हो भनेछ। अनि अर्को एकजनाले जवाफ दिएछ म होल नाइट प्रेयरमा बसेको छु अनि यो मेरो ठुलो बलिदान हो भनेछ। अनि एकजनाले भनेछ म चाहिँ 1 हप्तादेखि प्रार्थनामा बसिरहेको छु, यो मेरो ठुलो बलिदान हो, मेरो सेक्रिफाइस हो भनेछ। अनि एकजना जवान अब केटी भनौँ न, अनि उनी चाहिँ 1 हप्तादेखि लगभग डाइटिङ गर्दै बसिरहेको रहेछ, डिनर छोडेर। अनि अलिक मोटो भएर क्या, अलिक दुब्लाउनलाई अलिक दुब्लो भएको मनपर्छ होइन। अनि उनले पनि सोचेछ के भन्ने मैले त केही पनि बलिदान गरेको छैन। अनि होइन मैले एउटा बलिदान गरेको छु, मैले डिनर त छोडेकै छु। अनि उनले जवाफ दिएछ मैले पनि बलिदान गरेको छु, त्यो हो मैले नाइट फास्टिङ गरेको छु। त्यसरी गक्से नगरौँ होइन, जे गर्नुपर्ने हो, जे बलिदान छ हाम्रो जीवनमा त्यो बलिदान चाहिँ गर्नुपर्ने हुन्छ। सो आज हामी उत्पत्ति 22 अध्याय हेर्नेछौँ। अनि उत्पत्ति 22 हामी सबैलाई थाहा भएको घटना हो, सेक्रिफाइस अफ बिलभेड थिङ्स, हाम्रो प्रिय कुराहरूको बलिदान। आउनुहोस् उत्पत्ति 22 अध्यायलाई हामी सबैजनाले खोल्नेछौँ। जेनेसिस च्याप्टर 22 म 1 देखि 19 सम्म पढ्नेछु। पाउनुभयो होला उत्पत्ति 22 अध्याय। केही समयपछि परमेश्वरले अब्राहमको ठुलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, हे अब्राहम। तिनले भने म यही छु। उहाँले भन्नुभयो, तेरो छोरा अर्थात् तैँले माया गरेको तेरो एउटै छोरा इसाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना कमराहरू मध्येका 2 जना र छोरो इसाकलाई साथमा लिए र होम बलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना कमराहरूलाई भने, तिमीहरू यही गधासँग बस, म र यो केटो उपरसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। अब्राहमले होमबलीको दाउरा उठाएर आफ्नो छोरो इसाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवैजना सँगसँगै गए। इसाकले आफ्नो पिता अब्राहमलाई भने, बुवा। तिनले भने, के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन्, तर होमबलीको थुमा चाहिँ खोइ। अब्राहमले भने, छोरा, परमेश्वरले नै होमबलीको निम्ति थुमा जुटाइदिनु हुनेछ। अनि ती दुवै सँगसँगै गए। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरा इसाकलाई बाँधेर वेदीमा दाउरा माथि राखे। तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। तर परमप्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, हे अब्राहम, अब्राहम। तिनले भने, म यही छु।
उनले भने तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ तैँले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो अर्थात् एकमात्र छोरालाई पनि मबाट तैँले रोकेर राखिनस्। अब्राहमले माथितिर हेरे र एउटा भेडा झाडीमा सिङ अल्झेर फसेको देखे। अब्राहमले गएर त्यस भेडालाई ल्याए, तिनका छोराको सट्टामा त्यसैलाई होम बलि गरे। यसकारण अब्राहमले त्यस ठाउँको नाउँ परमप्रभुले जुटाउनुहुन्छ राखे। परमप्रभुको डाँडामा जुटाइनेछ भनी आज पर्यन्त भनिन्छ। परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहमलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु कि तैँले यो काम गरेकोले र तेरो छोरा अर्थात् एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष दिनेछु। तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्रका किनारका बालुवा सरह म तुल्याउनेछु। तेरो सन्तानले आफ्ना सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैँले मेरो वचन पालन गरिस्। त्यसपछि अब्राहम आफ्ना कमराहरू कहाँ फर्केर आए र तिनीहरू उठे र बेर्सेबामा सँगसँगै गए र अब्राहम बेर्सेबामा बसोबास गरे। Sacrifice of beloved things। उत्पत्ति 22 अध्यायको हामी 1 देखि 19 मा अब्राहमको ठुलो जाँचको बारेमा हामी देख्छौँ। केही समयपछि परमेश्वरले अब्राहमलाई भन्नुभयो, अब्राहमको ठुलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, ए अब्राहम, तिनले भने म यही छु। यहाँ केही समयपछि परमेश्वरले जाँच गर्नुभयो। तपाईँले इङ्ग्लिस बाइबलमा हेर्नुभयो भने आफ्टर दिज थिङ्स भनेको यी सबै कुराहरू पछि। त्यसकारण यहाँ अब्राहमको परमेश्वरले जाँच गर्नुभन्दा अगाडि चाहिँ अथरले यहाँ लेखकले के बताउँदैछ, यी कुराहरू पछि। अब नेपालीमा हेर्नुभयो भने केही समयपछि भनेर लेखेको छ, तर अझ इङ्ग्लिसमा क्लियर छ यी कुराहरू पछि। खास चाहिँ अझ यी कुराहरू पछि चाहिँ अझै क्लियर हो, केही समयपछि भन्दा पनि। के हो त त्यसो भए यी कुराहरू पछि? के कुराहरू पछि चाहिँ परमेश्वरले अब्राहमको जाँच गर्नुभयो त? आउनुहोस् हामी त्यो कुरालाई हेर्नेछौँ अनि त्यसपछि अझ यो जाँचलाई हामी बुझ्नलाई क्लियर हुनेछ। त्यसपछि के कुराहरू भयो त? त्यसपछि चाहिँ परमेश्वरले जाँच गर्नुभयो त भन्दाखेरि यहाँ अब्राहमको परमेश्वरले जाँच गर्दै हुनुहुन्छ, ठुलो जाँच, विश्वासको जाँच। अब्राहमको चाहिँ परमेश्वरप्रति कति विश्वास थियो त? अनि परमेश्वरले चाहिँ अब्राहमको जाँच हेर्न चाहनुहुन्छ, उसको विश्वास कति छ त त्यो देख्न चाहनुहुन्छ। यो समयसम्म चाहिँ अब्राहमको विश्वास चाहिँ कत्रो छ त? हामीले अब 12 अध्यायमै हेर्ने भने परमेश्वरले अब्राहमलाई बोलाउनुहुन्छ, म तँलाई जहाँ देखाउँछु त्यहाँ जा, अनि तेरो सन्तानद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। खतनाको करारहरू हुन्छ। अनि अब्राहमले विश्वास गरेर यो उनको निम्ति धार्मिकता गनियो। अब्राहम विश्वासका पिता। हामीलाई थाहा छ अब्राहमको ठुलो विश्वास थियो हामी भन्छौँ, तर पनि उत्पत्ति 22 अध्यायमा परमेश्वरले यो ठुलो जाँच गर्दै गर्दाखेरि पनि प्रियहरू अब्राहमको विश्वासमा कमजोरीहरू थियो। त्यसकारणले गर्दाखेरि चाहिँ परमेश्वरले यहाँ ठुलो जाँच गर्दै हुनुहुन्छ। यी कुराहरू पछि परमेश्वरले ठुलो जाँच गर्नुभयो। विश्वासमा कमजोर भएको अब्राहमको के भयो त अगाडि भन्दाखेरि तपाईँले म सँगसँगै यदि हेर्नुभयो भने 12 अध्यायमा उत्पत्ति 12 अध्यायमा परमेश्वरले अब्राहमलाई बोलाउनुहुन्छ र उत्पत्ति 12 को 10 मा हेर्नुभयो भने अनि त्यस देशमा अनिकाल पर्यो। अनिकाल तीव्र भएको हुनाले अब्राहम मिस्र देशमा प्रवास गर्नलाई गए। परमेश्वरले अब्राहमलाई उरबाट बोलाउनु भयो। उर, हारान, सकेम हुँदै जब ऊ कनानमा आयो, परमेश्वरले जुन ठाउँमा उर्वर भूमिमा कनानमा जब परमेश्वरले अब्राहमलाई बोलाउनु भयो त्यस ठाउँमा अनिकाल पर्यो। अनिकाल परेपछि अब के गर्ने त? मैले बाँच्नुपर्छ, सारा अनि मेरो दासहरू छ, मेरो भतिज लोत छ, अब कसरी बाँच्ने त? यहाँ उनको विश्वासको कमी। जुन परमेश्वरले मलाई यो कनान देशमा पठाउनु भयो, यही देशमा उहाँले मेरो जुटाव गर्नुहुन्छ, उहाँले बन्दोबस्त गर्नुहुन्छ भन्ने कुराको विश्वासको कमी अब्राहममा भयो। त्यसकारणले उनी विश्वासको कमीले अब भोगबाट बच्नको लागि, अनिकालबाट बच्नको लागि मिस्र देशमा गए। यहीँ उसको हामी विश्वासको कमी देख्न सक्छौँ। अनि त्यसपछि अर्को हो, जब मिस्र देशमा उनी प्रवेश गरे, त्यहाँ प्रवेश गरिसकेपछि
सारालाई के भन्छ, मलाई त तिमी सुन्दरी भएको कारणले फारोले मलाई मार्नेछ, त्यसकारण म तिमीलाई मेरो बहिनी भन्छु ल भनेर त्यहाँ कुरा बनाउँछ, ढाँट्छ। त्यहाँ पनि उसको विश्वासको हामी कमी देख्छौँ। जुन परमेश्वरले मलाई उरबाट कनानमा जा भन्नुभयो त्यो परमेश्वरले मलाई पक्का पनि बचाउनुहुन्छ, मेरो सारालाई मबाट खोसेर लानुहुन्न भन्ने कुराको विश्वासको कमी यहाँ अब्राहममा देखिन्छ। अनि त्यसपछि अर्को उसको विश्वासको कमी हो, उत्पत्ति 15:8 पनि त्यहाँनिर सोध्छ, मैले यो देश अधिकार गर्न पाउँछु भनेर कसरी थाहा पाउने? यहाँ पनि उनले विश्वासको कमी परमेश्वरलाई प्रश्न गर्छ। अनि उत्पत्ति 16:3 र 4 परमेश्वरले त भन्नुहुन्छ अबको 1 वर्ष पछाडि तैँले बच्चा पाउनेछस्, तेरो छोरा हुनेछ। तर त्यहाँ पनि विश्वासको कमीले साराको कुरा सुनेर हागारकोमा जान्छ। यहाँ पनि उसको विश्वासको कमी, जुन परमेश्वरले मलाई प्रतिज्ञा गर्नुभयो उहाँले पक्का दिनुहुन्छ भन्ने कुरा उनको विश्वासको कमी, त्यसकारणले उनी हागार कहाँ गए। अनि उत्पत्ति 20:1 देखि 10 हेर्ने भने फेरि त्यहाँनिर अबिमेलेकसँगको घटनामा पनि सेम त्यहाँ फ्रेज त्यहाँ दोहोरिन्छ। जसरी मिस्रमा फारोलाई भनेको थियो सारालाई मेरो बहिनी हो भनेर, अबिमेलेकलाई पनि त्यही भन्छ, यिनी मेरो बहिनी हो, म मेरो दाजु हो भनिदिनु अनि यिनीहरूले मेरो ज्यान जोगाउनेछ। फेरि यहाँ पनि विश्वासको कमी। अनि 21 अध्यायको 22 देखि 31 हेर्ने भने पनि अनि त्यहाँ परमेश्वरले त्यो तपाईँहरू सबैजनाले खोल्नको लागि म अनुरोध गर्छु। 21 अध्यायको 22 देखि 31 त्यहाँ के छ भने घटना, अबिमेलेकको दासहरूले चाहिँ अब्राहमले खनेको इनारलाई चाहिँ उनीहरूले खोसेर लगिदिएको हुन्छ। अनि त्यसपछि अब्राहमले भन्छ, तपाईँको दासहरूले मेरो इनार खोसेको कारणले गर्दाखेरि 7वटा भेडाको पाठीहरू छुट्याएर दिन्छ। अनि अबिमेलेकले सोध्छ यो के गरेको? अनि भन्छ कि यो चाहिँ तपाईँ र मेरो बिचको करार हो। अनि उनले त्यहाँनिर आफूले खनेको इनार उनले फिर्ता पाउँछ अबिमेलेकबाट। कसरी पाउँछ? 7वटा भेडा दाम तिरेर, बलिदान दिएर उनले आफ्नो फिर्ता पाउँछ। भनेपछि उत्पत्तिको लेखकले यो 22 अध्याय सुरु गर्नुभन्दा अगाडि 21 अध्यायको यो 22 देखि 34 घटनामा के छ, उनले खनेको त्यो इनार प्राप्त गर्नको लागि चाहिँ 7वटा भेडाका पाठीहरू चाहिँ त्यहाँ दिएर त्यसको सट्टामा चाहिँ त्यो दिएर मात्रै उसले आफ्नो इनार पाउँछ। भनेपछि एउटा इनार प्राप्त गर्नुको लागि पनि 7वटा भेडाहरू चाहिँ बलिदान गर्नु पर्यो। अब्राहम, तिमीले खनेको एउटा इनार प्राप्त गर्नको लागि त हेर त तिमीले 7वटा भेडा तिर्नु पर्यो भने तिम्रो विश्वास त्यस्तो छ भने अब म तिमीलाई यो भन्दा कति ठुलो बलिदान माग गर्छु होला। त्यसकारण यो 22 अध्यायसम्म आउँदाखेरि उनको विश्वास कमजोर देखिन्छ, ढलपल भएको देखिन्छ। अनि त्यसकारण चाहिँ त्यसको केही समयपछि चाहिँ अथवा यी कुराहरूपछि चाहिँ परमेश्वरले अब्राहमको अब ठुलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, अब्राहम म यही छु, तेरो छोरा अर्थात् तैँले माया गरेको तेरो एउटै छोरालाई इसहाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। तेरो कतिवटा छोरा? एउटै छोरा, जसलाई तैँले अति नै माया गरेको तेरो एउटा छोरालाई मोरियाको डाँडामा जहाँ मैले देखाएको छु त्यहाँ होम बलि गर। उनी तयार भए। अनि त्यसपछि 3 अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना कमराहरूमध्येका 2 जना र छोरो इसहाकलाई आफ्नो साथमा लिए र होमबलीको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। 2 जना कमराहरूलाई, छोरालाई र उनी साथमा गधामा चढेर हिँडे। तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। उनी यति बेलासम्म उनी बेर्सेबामा बसेका छन्। अनि मोरियाको त्यस डाँडामा जानको लागि चाहिँ उनलाई कति टाइम लाग्ने रहेछ? 3 दिन लाग्यो। प्रिय, यो घटना चाहिँ हाम्रो समयभन्दा 4000 वर्ष अगाडिको समय हो। त्यो बेलामा राम्रो बाटोहरू थिएन। त्यो बेलामा बेर्सेबा कस्तो थियो होला तपाईँ आफै विचार गर्नुहोस्। अनि मोरियाको त्यस देशमा जाँदाखेरि एकजना वृद्ध अब्राहम 100 वर्षको उमेरमा उनले इसहाकलाई पाए। यति बेला इसहाक सानै छन्। भनेपछि 100 वर्ष पार गरिसकेको वृद्ध अब्राहम आफ्नो छोरा इसहाक र कमराहरूलाई लिएर अनि बलिदान गर्नको लागि जाँदैछन्। अनि जब म यो वचन अध्ययन गर्दै थिएँ, प्रिपेयर गर्दै थिएँ, अनि त्यस बेलामा मैले
प्रश्न गरेँ कि यो अथरले, यो लेखकले किन यो कुरा बताउँदैछ कि 4 मा हेर्दाखेरि तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। सिधै उनले लेख्न सक्थे, परमेश्वरले जा भन्नुभयो अनि त्यस ठाउँमा पुगे, मोरियाको देशमा। तर यहाँ लेखकले के भन्दैछ, तेस्रो दिन, त्यहाँ 3 दिन लागेको छ बेर्सेबाबाट मोरिया पुग्नको लागि। जब परमेश्वरले अब्राहमलाई आज्ञा गर्नुभयो आफ्नो छोरा इसाकलाई बलिदान गर भन्नको लागि, प्रियहरू यो सामान्य कुरा होइन। यहाँ धेरैजना आमा बुवाहरू हुन्छ, तपाईलाई कसैले तपाईको छोरालाई अथवा छोरीलाई बलिदान गर भन्यो भने तपाईको हृदयमा कस्तो भावनाको सृजना हुन्छ। हामीसँग भएको सानो जीव जनावरहरूलाई पनि हामी गुमाउनको लागि हामीलाई माया लाग्छ, हाम्रो हृदय तोडिन्छ। तर आफ्नो पुत्र जसलाई चाहिँ रजस्वला बन्द भइसकेको, त्यो बुढेसकालमा पाइसकेको छोरालाई फेरि परमेश्वरले बलिदान चढा, होम बलि गर भनिदिनुहुन्छ। त्यो अब्राहमको लागि सजिलो कुरा थिएन। मैले स्टडी गर्दै हेर्दै थिएँ अब्राहमले सारालाई के जवाफ दियो होला। बेलुका सुत्ने बेलामा साराको हृदय कस्तो भयो होला। आमाहरू त अझ बढी छोराछोरीहरूप्रति अझ बढी नजिक हुन्छ, अझ बढी प्रेम गर्छ। अनि त्यसपछि तेस्रो दिन अनि हिँडे उनी आफ्नो भारी तयार गरेर जाँदै गर्दाखेरि, अनि किन यो लेखकले 3 दिन लगाउँदैछ? हो, अब्राहमले भनेको कुरा कुनै प्रश्न नगरिकन हिँडेको देख्छौँ, तर 3 दिनको यो यात्रामा चाहिँ प्रियहरू अब्राहम परमेश्वरले भनेको कुरा माने, ठिकसँग बलिदान चढाउँछु भनेर। तर पनि प्रियहरू कहिलेकाहीँ हाम्रो जीवनमा हामी परिपक्व हुँदै गर्दा, ख्रिस्टमा बढ्दै गर्दाखेरि, म अब तरो छु, म मेरो विश्वासमा परिपक्व छु, बचाउन परिपक्व छु भनेर विश्वास गर्दै गर्दा पनि कहिलेकाहीँ हाम्रो जीवनमा यस्तो गाह्रो परिस्थितिहरू आइपर्छ जहाँ हामी हार खान्छौँ प्रियहरू, जहाँ हामी घुँडा टेक्छौँ, जहाँ हामी लडिजान्छौँ, जहाँ हाम्रो आँसुहरू छुइन्छ, जहाँ तपाईँले सोच्दै नसोचेको कुराहरू सुन्नुहुन्छ। फल्नाको त यस्तो भयो अरे, भने अरे हामीले त उहाँले यस्तो गर्नुहुन्छ भनेर सोचेको पनि थिएनौँ। हो र, हामीलाई कहिलेकाहीँ त्यस्तो न्युजहरू आउँछ, स्याड न्युजहरू, ब्याड न्युजहरू। कहिलेकाहीँ हामी त्यसरी प्रियहरू पछि हट्छौँ हाम्रो विश्वासदेखि, कहिलेकाहीँ त्यस्तो अवस्थाहरू सृजना हुन्छ। त्यसकारण अब्राहमको यो 3 दिनको यात्रामा चाहिँ उनको मनमा धेरै प्रश्न प्रति उत्तरहरू खेलिरहेको थियो। परमेश्वर तपाईँले भन्नुभयो मेरो छोरालाई बलिदान गर्ने, तर के मैले पक्का बलिदान गर्ने हो त? यो समयमा चाहिँ प्रियहरू परमेश्वरले चाहिँ अब्राहमलाई अझ उनको निर्णयमा परिपक्व बनाउन चाहनुहुन्थ्यो। जुन उनले निर्णय गर्यो मेरो छोरालाई पक्का मरियाको त्यो देशमा गएर मैले बलिदान गर्नुपर्नेछ, पक्का मैले गर्नुपर्नेछ। यो 3 दिनमा उनले अझ उनको विश्वासलाई उनले बलियो बनाए। पक्का मैले मेरो छोरालाई विश्वास गर्नुपर्नेछ, मैले भेडालाई होइन, मैले साँडेलाई होइन, मैले बाछालाई होइन, ढुकुर र परेवा होइन, मैले मेरो छोरालाई। त्यो 3 दिनसम्म अझै उनको निर्णयमा अझ परिपक्व बन्न पाए। त्यसकारण हामी कहिलेकाहीँ गर्छौँ नि निर्णय, त्यो झट्टै हामीले गर्नु कहिलेकाहीँ सक्दैनौँ, तर केही समय कहिलेकाहीँ लियौँ भने हाम्रो निर्णयमा हामी पक्का बन्छौँ। त्यही भएर यो 3 दिन किन लाग्यो अब्राहमलाई? परमेश्वरले अझ इसाकलाई नै तैँले पक्का बलिदान गर्नुपर्छ भनेर त्यो निर्णयमा अडिग रहनको लागि यो 3 दिन लाग्यो। अनि हामी 4 मा हेरौँ। 5 मा तब अब्राहमले आफ्ना कमराहरूलाई भने तिमीहरू यही गधासँग बस, म र यो केटो उपरसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। के अरे, यो गधासँग तिमीहरू यहीँ बस, म र यो केटो उपर गएर फर्केर आउनेछौ। अनि त्यसपछि यहाँ कसरी उनले त्यो कुरा भन्न सके त? म र यो केटो उपरसम्म गएर पूजा गरेर फर्केर आउनेछौ। पक्का पनि यो अब्राहमको के हो? अनुभवले गर्दाखेरि। किनभने तपाईले 21 अध्याय हेर्नुहोस्, 21 अध्यायको 1 र 2। जब परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँलाई म तेरो सन्तान दिनेछु भनेर, अनि 100 वर्ष हुँदाखेरि उनले जब छोरा पाए, त्यहाँनिर के भनिएको छ? 21 को 1 मा परम प्रभुले भन्नुभयो अनुसार सारालाई परम प्रभुले कृपा देखाउनु भयो। कसले भने अनुसार अरे? परम प्रभुले भन्नुभयो अनुसार। 2 मा हेर्नुहोस्, अनि अझै तल, र आफ्नो प्रतिज्ञा बमोजिम गर्नुभयो। 1 परमेश्वरले भन्नुभयो अनुसार, 2 परमेश्वरले प्रतिज्ञा गर्नुभयो बमोजिम,
र 2 पदमा हेर्नुहोस्, सारा गर्भवती भइन् र अब्राहमको वृद्ध अवस्थामा परमेश्वरले अब्राहमलाई भन्नुभएको समयमा, यहाँ 3वटा कुरालाई म जोड दिँदैछु। नम्बर 1, आफूले भन्नुभए अनुसार। अर्को पोइन्ट, परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार। र तेस्रो कुरा फेरि परमेश्वरले भन्नुभए अनुसार। परमेश्वरले भन्नुभए अनुसार, परमेश्वरले प्रतिज्ञा गर्नुभए बमोजिम र परमेश्वरले भन्नुभए बमोजिम, 3 चोटि यत्रो भनेर इसहाकलाई दिनुभएको छ। भनेपछि केही न केही उसले अनुभव गरेको छ, परमेश्वरले बोल्नु भएको कुरा यो त पक्का हुन्छ। अब तपाईले हिब्रूको पुस्तक 11 अध्यायको 17मा हेर्नु भने त्यहाँ के लेखेको छ, परमेश्वरले अब्राहमको परीक्षा गर्दा त्यहाँ लेखेको छ, बाइ द वे त्यो ट्रान्सलेसनको मिस्टेक हो, त्यो जाँच गर्दा र अब्राहमको जाँच गर्दाखेरि अब्राहमले चाहिँ त्यहाँ विश्वासको कुरा गरेको छ। त्यहाँ के लेखेको छ, उनले यो विश्वास गरे कि मैले मेरो छोरालाई बलिदान चढाएँ भने पनि परमेश्वरले फेरि उसलाई जीवित फर्काइदिनुहुन्छ। अनि त्यहाँ उनले के भनेको छ, उनले फेरि विश्वासद्वारा आफ्नो छोरालाई जीवित पाउन सके, विश्वासद्वारा। त्यसकारणले गर्दाखेरि यो उनको अनुभव थियो। त्यसै उनले भनेको थिएन यो केटो र म पर गएर पूजा गरी फर्केर आउनेछौँ भनेर। अनि मैले पनि धेरै प्रचारहरू सुनेको छु यो उत्पत्ति 22बाट, तर यहाँ एउटा पोइन्ट चाहिँ मैले सुनेको छैन धेरै प्रचारकहरूको पोइन्टबाट। र मैले अध्ययन गर्दै गर्दाखेरि यहाँ प्रश्न गर्दै थिएँ 5मा, तब अब्राहमले आफ्ना कमराहरूलाई भने तिमीहरू यही गधासँग बस, म र यो केटो उपरसम्म गएर। कसलाई अरे? 2 जना दासहरूलाई। के भन्दैछ, तिमीहरू यो गधासँग यही बस। किन लगेन अब्राहमले? हो यो केटो र म पर गएर पूजा गरेर फर्केर त आउनेछौँ, यहाँ त विश्वास उनको अनुभव त देख्छौँ। तर किन लेखकले यो कुरा बताउँदैछ यहाँनिर, किन देखाउँदैछ? तिमीहरू चाहिँ 2 जना कमाराहरू हो, तिमीहरू चाहिँ 2 जना यो गधासँग बस। प्रियहरू, परमेश्वरले कुनै पनि व्यक्तिलाई जब बलिदान गर भनेर भन्नुहुन्छ, उहाँले बलिदान गर भन्नुभएको जुन कुरालाई उहाँले फोकस गर्नुहुन्छ नि, जुन कुरालाई उहाँले गर भनेर तोकेर भन्नुहुन्छ नि, त्यो व्यक्तिले बलिदान गर्नको लागि वेदीमा मात्र त्यही कुरालाई लानु पर्दछ। परमेश्वरको लागि चाहिँ बलिदान गर्नुपर्ने कुरा चाहिँ इसहाक हो। त्यसकारणले गर्दाखेरि उहाँले त्यो दास र त्यो गधाहरूलाई उहाँले लान चाहनु भएन। त्यसकारण प्रियहरू, हामीले यहाँबाट सिक्नुपर्ने कुरा के हो, किन यो 2टा दासहरू र गधाहरूलाई चाहिँ अब्राहमले लगेन? किनभने परमेश्वरले जब तपाईलाई कुनै कुरा तैँले बलिदान गर भनेर तपाईलाई परमेश्वरले भन्नुहुन्छ, मात्र त्यो कुरालाई आफ्नो वेदी कहाँ लानुहोस्। हुनसक्छ तपाईँको समय, तपाईँको पाप, तपाईँको घमण्ड, तपाईँले के कुरालाई बलिदान गर्नुपर्छ, मात्र त्यो कुरालाई लानुहोस् वेदीमा, त्यो कुरालाई मात्रै बलिदान गर्नुहोस्। तपाईँको पैसा, तपाईँको ट्यालेन्ट, अरू कुराहरूलाई नलानुहोस्। परमेश्वरले तपाईँलाई जे बलिदान गर भन्नुहुन्छ त्यो कुरालाई मात्रै वेदीमा लानुहोस्। त्यही भएर अब्राहमले मात्र इसहाकलाई लगोस् भन्ने परमेश्वरको चाहना थियो, किनभने कमराहरू र गधाहरू चाहिँ अब्राहमको के हो? सम्पत्ति हो। त्यसकारण परमेश्वरले चाहिँ सम्पत्तिको बलिदान अब्राहमबाट चाहनु भएको थिएन, आफ्नो पुत्रको बलिदान चाहनु भएको थियो। त्यही भएर मात्रै इसहाकलाई लैजा, यो 2टालाई यही छोड्दै। प्रियहरू, हामीले हाम्रो यी कुराहरू मात्रै हामी आज वेदीमा लाँदैछौँ कि सबै कुराहरू लाँदैछौँ? प्रियहरू, 6मा अब्राहमले होमबलिको दाउरा उठाएर आफ्नो छोरा इसहाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती 2 जना सँगसँगै गए। अनि तपाईँले 8मा हेर्नुभयो भने के लेखेको छ, छोरा परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनु हुनेछ। अनि ती 2 सँगसँगै गए, सँगसँगै गए। यहाँ हिब्रू के अरे उत्पत्तिको लेखकले के भन्छ, अब्राहम र इसहाक सँगसँगै गए। यो बाउ छोरा जसलाई बलिदान गर्नुपर्ने थियो, बलिदान गर्ने व्यक्ति र बलिदान हुनुपर्ने व्यक्ति सँगसँगै जाँदैछ। प्रियहरू, यो सँगसँगै गए भन्ने कुरा उत्पत्तिको लेखकले किन जोड दिँदैछ? किनभने प्रियहरू, कहिलेकाहीँ तपाईले बलिदान गर्नुपर्ने कुराहरू तपाईबाट उम्केर जान सक्छ। तपाईलाई थाहा छ मैले के कुरा बलिदान गर्नुपर्छ भन्ने, तपाईले त्यो कुरा पक्का पनि गर्नुहुन्छ अनि प्रभु अगाडि जानुहुन्छ, प्रभु मैले यो कुरा बलिदान गर्नुपर्नेछ, म बलिदान गर्छु भनेर तपाईले प्रण गर्नुहुन्छ। तर तपाईले जब बलिदान गर्नको लागि मुखबाट बोल्न थाल्नुहुन्छ, हो कि होइन जस्तो लाग्छ कहिलेकाहीँ, मैले यो बलिदान गर्नुपर्छ र होइन।
तर प्रियहरू त्यसलाई भुल्न नदिनुहोस्, त्यसलाई हलुका नसम्झिनुहोस्, त्यसलाई उम्केर जान नदिनुहोस्। त्यही भएर त्यसलाई सँगसँगै लानुहोस्। अनि इसाकले के गर्छ, यहाँ प्रश्न गर्छ, बुबा दाउरा आगो र दाउरा त छ तर खोइ त थुमा, किनभने उसले देखेको छ पहिला होमबली गर्दाखेरि त्यहाँ थुमा चढाइन्थ्यो। इसाकले देखेको छ आफ्नो बाउले अरू बलिदान गरेको, तर अब यहाँ हेर्छ आफ्नो बुवासँग जाँदैछ, दाउरा बोकेको छ तर खोइ त थुमा। अनि सोच्छ, तपाईँहरूको जीवनमा नि सायद त्यो अनुभवहरू होला। मैले मेरो जीवनमा के अनुभव गरेको छु भने, जुन कुरा प्रभु मलाई थाहा छ मैले यो गर्नु हुँदैन, मैले यो कुरा त्याग्नुपर्छ, मैले यो वेदीमा चढाउनुपर्छ, मैले यसलाई बलिदान गर्नुपर्छ भनेर थाहा हुँदा हुँदै पनि कहिलेकाहीँ त्यो बलिदान गर्नुपर्ने कुराले मलाई प्रश्न गरेको छ। प्रियहरू, हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो प्रश्नहरू आउला। हुनसक्छ त्यो तपाईँको घमण्ड, तपाईँको बलिदान, तपाईँको व्यभिचार, तपाईँको नराम्रो बानी व्यवहार, तपाईँको कुरा काट्ने प्रवृत्ति, जेसुकै होस्। कहिलेकाहीँ त्यसले प्रियहरू हाम्रो प्रार्थनामा जाँदा परमेश्वरको अगाडि घोषणा गर्दै गर्दा त्यसले हामीलाई प्रश्न गर्छ, म हो र बलिदान गर्नुपर्ने कुरा? सामान्य त हो, यो त कहिलेकाहीँ भइहाल्छ नि, छोड्दैन एकचोटिलाई। मैले धेरैचोटि यो अनुभव गरेको छु, सायद तपाईँहरूले पनि अनुभव गर्नुभएको हुनसक्छ। त्यसकारण कहिलेकाहीँ प्रियहरू हाम्रो बलिदान गर्नुपर्ने कुराले हामीलाई प्रश्न गर्छ, खोइ त तिम्रो बलिदान, म होइन, मलाई बलिदान नगर। के हो र, यो त सामान्य हो। अनुभव गर्नुभएको छ होला नि जीवनमा, होइन? यो सामान्य कुरा, यो छोडिदियो, केही होइन। प्रियहरू, बलिदानले तपाईँलाई प्रश्न गर्न सक्छ, म होइन बलिदान, खोइ तिम्रो बलिदान। त्यसकारण तपाईँले जे कुरालाई बलिदान गर्नुपर्ने निश्चय गर्नुभएको छ त्यसलाई प्रश्न गर्न नदिनुहोस्, सँगसँगै लानुहोस्, त्यसको आवाज नसुन्नुहोस्, जानुहोस् वेदीतिर। हालेलुया। अनि अब्राहमले भने परमप्रभुले नै थुमा जुटाइदिनु हुनेछ। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरा इसाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाए। जहाँ जाऊ भन्नुभएको थियो त्यहाँ पुग्यो। त्यहाँ पुगेपछि अनि उनले के गरे अरे? वेदी बनाए। किन वेदी बनाउनु पर्यो र? त्यसै बलिदान चढाइदिँदा भइहाल्थ्यो नि। तर प्रियहरू, हामीले यो बुझ्नुपर्छ, हामीले बलिदान गर्नुपर्ने कुराहरू, हाम्रो जीवनको आवश्यक कुराहरू चाहिँ वेदीमा चढाउनुपर्छ। र त्यो वेदी पनि तपाईँको बुवाले बनाइदिएको, आमाले बनाइदिएको होइन, तपाईँको पास्टरले बनाइदिएको होइन, तपाईँको जीवन साथीले होइन, तर तपाईँ आफैले त्यो वेदी बनाउनुपर्छ। तपाईँहरूले आफ्नो जीवनमा के वेदीहरू बनाउँदै हुनुहुन्छ? हामीले एउटा वेदी बनाएका छौँ जहाँ हामी हरेक दिन एक अध्याय बाइबल पढ्छौँ र प्रार्थना गरेर सुत्छौँ, सुत्नुभन्दा अगाडि। र आशा छ आउने दिनमा विश्वास छ अझै यहाँ सङ्ख्याहरू बढ्दै जानेछ। प्रियहरू, के तपाईँहरूले आफ्नो वेदी बनाउनु भएको छ? किनभने यहाँ उत्पत्तिको लेखकले के कुरा जोड दिँदैछ? अब्राहमले त्यहाँ पुगेपछि वेदी बनाए। प्रियहरू, यो वेदी प्रत्येक व्यक्तिले वेदी बनाउनुपर्छ। आज मैले तपाईँहरूलाई प्रश्न गरेँ भने, तपाईँहरूले अहिलेसम्म के वेदी बनाउनु भयो भनेर प्रश्न गरेँ भने तपाईँहरूले के जवाफ दिनुहुन्छ? के छ वेदी? प्रार्थनाको वेदी, उपवासको वेदी, होल नाइट प्रेयर, चेन प्रेयर, के छ तपाईँहरूको वेदी? के तपाईँहरूले आफ्नो वेदी बनाउनु भएको छ? अनि के भनेको छ? त्यहाँ वेदी बनाएर दाउरा तह लाएर राखे। र त्यसपछि तिनले आफ्नो छोरा इसाकलाई बाँधेर वेदीमा राखे। जुन कुरालाई बलिदान गर्नुपर्ने कुरा हो उनलाई बाँधेर राखे, इसाकलाई। तपाईँले जे कुरालाई निश्चय गर्नुभयो बलिदान गर्नुपर्छ भनेर, त्यसलाई हल्का रूपमा नसम्झिनुहोस्, त्यसलाई बाँध्नुहोस्। प्रियहरू, कसेर बाँध्नुहोस्, वचनले बाँध्नुहोस्, प्रार्थनाले बाँध्नुहोस्, समर्पणले बाँध्नुहोस्। उम्केर जान नदिनुहोस् त्यो कुरालाई। मैले यो व्यभिचारलाई छोड्नुपर्छ, मैले यो पापलाई बलिदान गर्नुपर्छ, मैले यो कुरालाई अब होम बलि गर्नुपर्छ, अब मैले यो कुरालाई त्याग्नुपर्छ भनेर तपाईँले निश्चय गरिसकेपछि त्यसलाई बाँध्नुहोस्। के तपाईँहरूले बाँध्नु भएको छ? बाँध्दै हुनुहुन्छ? मैले धेरै कुराहरू बाँधेको छु। आफ्नो वेदी बनाउनुहोस्। जुन कुरालाई तपाईँले बलिदान गर्नुपर्छ त्यो कुरालाई कसेर बाँधेर वेदीमा चढाउनुहोस्। खोइ तिम्रो बलिदान, के तिमी वेदीमा चढाउँछौ? म होइन त, सामान्य हो यो कुरा, छोड्देऊ न एकचोटिलाई। आफ्नो जीवनलाई निहालेर हेर्नुहोस्।
तपाईको वेदी छ कि छैन, तपाईले बाँध्दै हुनुहुन्छ कि हुनुहुन्न तपाईको बलिदान गर्नुपर्ने थुमालाई। तब अब्राहमले आफ्नो छोरालाई बलि गर्नलाई छुरी उठाए, तर परमप्रभुका दूतले भने, हे अब्राहम एब्राहम, तैले त्यो केटोमाथि हात नउठा। 12 मा हेरौँ, उनले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरा, तेरो एकमात्र छोरालाई पनि तैले मबाट रोकेर राखिनस्। कसलाई अरे? एकचोटि पढिदिनुहोस् त कसैले के लेखेको छ 12 मा। तलबाट पढ्नुस् ल, पुरै नपढ्नुस्, किनकिबाट पढ्नुस् सविता दिदी। किनकि तेरो छोरा, मेरो एकमात्र छोरालाई पनि मबाट तैले रोकेर राखिनस्। तेरो एकमात्र छोरालाई मबाट रोकेर राखिनस्। प्रियहरू, अब 22 को 2 पढौँ त के लेखेको छ। 22 को 2 मा, तैले तेरो छोरा अर्थात् तैले माया गरेको तेरो एउटै छोरा। फरक के देख्नुहुन्छ? 22 को 2 मा के लेखेको छ? तैले माया गरेको तेरो एकलौटे पुत्र। तर 22 को 12 मा के लेखेको छ? तेरो एकलौटे पुत्र। यहाँ के कुरा छैन? 12 मा के छुट्यो? बिलभेड सन। त्यही आजको वचनको टपिक, सेक्रिफाइस योर बिलभेड थिङ्स। माया गरेको छोरा, अगाडि माया गरेको थियो, यहाँ 12 मा आएर के भन्छ? तेरो एकलौटे पुत्र। फेरि जब उनी 3 दिन लगाएर अब्राहम मोरिया जाँदै थिए, अनि जब उनले आफ्नो छोरालाई त्यो वेदी बनाएर आफ्नो छोरा इसाकलाई बाँधेर माथि चढाए, हामी त्यहाँ बाउ छोराको के गन्थन भयो थाहा छैन, तर प्रियहरू यहाँ अब्राहमको हृदय टुटेको हुनुपर्छ, आँसु चुहिएको हुनुपर्छ, भाव विह्वल भएको हुनुपर्छ। यो बेलामा प्रियहरू, यो समयसम्म आइपुग्दा, उनले वेदीमा चढाएर बाँधेर छुरी उठाउने बेलासम्ममा जब परमेश्वरले आवाज गर्नुभयो, त्यो बेलासम्ममा अब्राहमले जति इसाकलाई माया गर्थे, त्यो माया चाहिँ अब हटेर गएको छ, त्यो प्रेम हटेर गएको छ। त्यसकारण यो उत्पत्तिको लेखकले के भन्दैछ? तैले माया गरेको छोरालाई हटाइदिएको छ। किनभने त्यो माया गरेको छोरा चाहिँ अब्राहमले चाहिँ सबभन्दा बढी प्रेम चाहिँ परमेश्वरलाई गर्नु पर्थ्यो। तर 22 को 2 मा चाहिँ के छ? सबभन्दा बढी प्रेम चाहिँ अब्राहमले कसलाई गरेको छ? इसाकलाई। र 22 को 12 मा के भन्छ? अब चाहिँ त्यहाँ माया छैन, एकलौटे पुत्र। किन? त्यो माया अब कहाँ सरेर गयो? वेदीमा चढाएर हान्दै गर्दा, छुरी हान्नु खोज्दा त्यो प्रेम चाहिँ परमेश्वर कहाँ गयो? पुरो बुझ्नुभयो? त्यसकारण जब हामी कुनै चिज वेदीमा बलि गर्नलाई चढाउँछौँ नि, त्यो प्रेम चाहिँ प्रियहरू परमेश्वर कहाँ पुगेर जानु पर्दछ। त्यो प्रेम चाहिँ बदलिनु पर्छ। त्यो कुरालाई, जुन कुरालाई तपाईँले प्रेम गर्नुहुन्छ, प्यारो ठान्नुहुन्छ, त्यो भन्दा बढी परमेश्वरलाई प्रेम गर्नुहोस्। हालेलुया। त्यसकारण परमप्रभुले भन्नुहुन्छ, तैले माया गरेको तेरो एकलौटे छोराको ठाउँमा एकमात्र छोरा। अनि मलाई थाहा भयो कि तैले चाहिँ अब मेरो भय मान्दो रहेछस्। यसकारण प्रियहरू, परमेश्वरले तपाईँले बलिदान गर्नुपर्ने कुराको आकार होइन, तर तपाईँको आज्ञाकारिताको हृदयको आकारलाई हेर्नुहुन्छ। हामी कति त्यो हृदयलाई बढाउँदैछौँ प्रियहरू। यो हाम्रो हृदयलाई ठुलो बनाऊँ, खकुलो बनाऊँ, जहाँ हामी बलिदान गर्नको लागि खुम्चाएर सानो नबनाऊँ, तर जुनै कुरा पनि उदारचित्तले हामी बलिदान गर्न सकौँ। अनि म 19 मा पढ्नेछु अब। त्यसपछि अब्राहम आफ्ना कमाराहरू कहाँ फर्केर आए र तिनीहरू उठेर बेर्सेबासम्म सँगसँगै गए। ध्यान दिनुहोस् है, 19 मा के लेखेको छ अरे? त्यसपछि अब्राहम आफ्ना कमाराहरू कहाँ फर्केर आए। यहाँ को छुट्यो? अब्राहमसँग को गएको थियो? कमारा र गधा र कमाराहरू गएको थियो? इसाक गएको थियो। 19 मा के लेखेछ? त्यसपछि को फर्केर आयो अरे? अब्राहम मात्रै फर्केर आयो। खै इसाक? खै इसाक? उत्पत्तिको लेखकले यो कुरा त्यसै लेखेको होइन है, अब्राहम फर्केर आयो भनेर। यहाँ उद्देश्य छ प्रिय। अब्राहम फर्केर आयो, तर इसाक खोइ हो। अब यहाँनिर इसाकको साँच्चै बलिदान भएन। तपाईँले माथि हेर्नु भने त्यहाँनिर के लेखेको छ? इसाकको सट्टामा त्यहाँ एउटा भेडा देख्यो सिङ अल्झेर बसेको, अनि उनले त्यो बलिदान चढाए। तर यहाँ साँच्चीकै बलिदान चाहिँ अब्राहमले आफ्नो पुत्र इसाकलाई आफ्नो हृदयमा बलिदान गरेको छ। साँच्चीकै उनले हतियार उठाएर मारेन, आगोमा त्यो वेदीमा जलाएन, तर आफ्नो हृदयमा चाहिँ इसाकलाई बलिदान गर्यो।
अब्राहमलाई उनको हृदयबाट, इसाकलाई उनको हृदयबाट बाई बाई गरिदियो। अब तिमीलाई म बढी माया गर्दिनँ, परमेश्वरलाई बढी माया गर्छु। त्यही भएर यहाँ के भन्छ, त्यसपछि अब्राहम आफ्ना कमराहरू कहाँ फर्के, खै त इसाक डेड, सक्यो। तपाईँले पछि त्यो घटनापछि 22 देखि हेर्दै जानुहोस्, त्यही 26 अध्यायसम्म अब्राहम र इसाक कहिले सँगसँगै कुरा गरेको कहीँ देखिँदैन। हो, उनीहरू सँगै फर्केर आए, कुरा पनि गरे, तर उत्पत्तिको लेखकले सँगै उनीहरू कुरा गरेको देखाउँदैन। एकैचोटि 25 पदमा हेर्नुभयो भने त्यहाँ के लेखेको छ, अब्राहमको मृत्युमा मात्रै इसहाक र इस्माइल आएर बाबुको त्यहाँनिर अन्त्येष्टि गरेको हामी देख्छौँ। उत्पत्तिको लेखकले के कुरा देखाउन खोज्दैछ, इसहाकको साँचो बलिदान भयो, अब्राहमको हृदयमा त्यहाँ बलिदान भयो। त्यसकारण आफ्नो सबैभन्दा बढी प्रेम गरेको पुत्रलाई छोडेर अब उनले परमेश्वरलाई प्रेम गरे। यस कारणले गर्दाखेरि यहाँ इसाकको बलिदान भयो। प्रियहरू, हामी हाम्रो जीवनमा यस्ता चिजहरू छ जसलाई हामीले पक्का पनि बलिदान गर्नुपर्नेछ। अनि यो हेर्दै गर्दाखेरि मैले अर्को पनि यहाँ प्रकाश मैले पाउँदै थिएँ। म सधैँ भन्ने गर्छु, तपाईँहरूलाई याद छ नि होइन, जब तपाईँहरूले ओल्ड टेस्टामेन्ट स्टडी गर्नुहुन्छ, येशूसँग स्टडी गर्नुहोस्, येशूलाई लेन्स बनाएर हेर्नुहोस्, येशूलाई खोज्नुहोस्। जब तपाईँले ओल्ड टेस्टामेन्ट बिना येशू अध्ययन गर्नुहुन्छ, तपाईँले कसलाई देख्नुहुन्छ, पिता परमेश्वर र पवित्र आत्मा परमेश्वरलाई मात्रै। तर यो 19 हेर्दै गर्नुहोस् त, त्यहाँ के लेखेको छ, अब्राहम फर्केर आए तर इसाक छैन। यहीँबाट नै प्रियहरू येशू ख्रीष्टको बारेमा क्रुसमा मर्नुपर्ने भविष्यवाणी यहीँ नै देखिन्छ। अब्राहमले आफ्नो प्रिय पुत्रलाई गुमाए, इसाकलाई 4000 वर्ष अगाडि, तर त्यसको 2000 वर्ष पछाडि अब्राहमले उनका अर्को पुत्रलाई पनि गुमाए, येशू ख्रीष्ट 2000 वर्ष पछाडि, त्यसको 2000 वर्ष पछाडि क्रुसमा मर्नुभयो। त्यसकारण कतिपय बाइबल स्कलरहरूले यो भन्ने गर्छन् कि त्यो मोरियाको डाँडा भनेको त्यही गलगथा पहाड हो, त्यही खप्परे डाँडा हो भनेर पनि कतिपय बाइबल स्कलरहरूले भन्ने गर्दछन्। अनि उनले त्यहाँनिर आफ्नो पुत्रलाई गुमाए। हेर्नुहोस्, यहाँनिर येशू ख्रीष्टको बारेमा यहाँ कति हामी देख्छौँ यहाँ प्रकाशहरू। म सँगसँगै हेर्नुहोस् त, त्यहाँनिर के लेखेको छ, तब अब्राहमले आफ्ना कमराहरूलाई भने तिमीहरू यही गधासँग बस। जब परमेश्वरले आफ्नो पुत्र ख्रीष्टलाई बलिदान गर्नलाई प्रियहरू क्रुसमा पठाउनु भयो, त्यो बेलामा उहाँले आफ्नो एकलौटे पुत्रलाई मात्रै पठाउनु भयो। त्यहाँ कुनै स्वर्गदूतहरूलाई बलिदान हुन पठाउनु भएन, कुनै करूबहरूलाई, कुनै अगमवक्ताहरूलाई बलिदान हुनलाई पठाउनु भएन, मात्र आफ्नो पुत्रलाई बलिदान हुन पठाउनु भयो। जसरी इसाक आफ्नो बलिदान हुनको लागि आफ्नो दाउरा बोकेर मोरियाको पहाडमा बलिदान हुने ठाउँमा गए, ठ्याक्कै त्यसको 2000 वर्ष पछाडि येशू ख्रीष्ट पनि आफू बलिदान हुनुपर्ने दाउरा बोकेर त्यो खप्परे डाँडामा गए, आफ्नो क्रुस बोकेर उहाँ पनि खप्परे डाँडामा जानुभयो प्रियहरू। अनि जसरी इसाकले प्रश्न गरे, खोइ त होमबलिको थुमा, अनि अब्राहमले भने परमप्रभुले जुटाउनुहुन्छ, तर ख्रीष्ट येशूले भन्नुभयो, म यो पापीहरूलाई प्रेम गर्न आएको, म यो हुनुपर्ने बलिदान। तर अब्राहमको यहाँ अर्को पुत्रले चाहिँ पक्का यहाँ साँचो बलिदान गरेको हामी देख्छौँ 2000 वर्ष पछाडि। त्यसकारण प्रियहरू, मैले यो हेर्दै गर्दाखेरि, यो अध्ययन गर्दै गर्दाखेरि यो देख्दै थिएँ कि परमेश्वरले त्यसै अब्राहमलाई बलिदान गर्नलाई लगाउनु भएको होइन, किनभने उहाँले पनि आफ्नो एकलौटे पुत्रलाई बलिदान गर्नुभयो। अब येशू ख्रीष्ट 2000 वर्ष पछाडि मर्नुभयो, तर प्रियहरू परमेश्वरको नजरमा उहाँको पुत्र पहिले नै बलिदान भइसक्नु भएको थियो। त्यसकारण हाम्रो परमेश्वर चाहिँ बलिदानको माग गर्नुहुने परमेश्वर हुनुहुन्छ। त्यसै कारण त आदम र हब्बाले पाप गर्दाखेरि उहाँले त्यहाँ जनावरको बलि चढाएको हामी देख्छौँ। अब्राहमलाई बलिदान गर्न लगाउनु भयो, इजरायलीहरूलाई बलिदान गर्न लगाउनु भयो। अनि म पक्का बलिदान गर्ने परमेश्वर हो, बलिदान माग गर्ने परमेश्वर हो भन्ने कुराको प्रमाण त्यसको 2000 वर्ष पछाडि आफ्नो पुत्रलाई क्रुसमा दिनुभयो। उहाँका प्रेरितहरूले, उहाँका चेलाहरूले प्रियहरू पहिलो शताब्दी, दोस्रो शताब्दीमा धेरैजनाले आफ्नो जीवनलाई बलिदान दिनुभयो। क्रिस्चियन जीवन चाहिँ हरेक दिन प्रियहरू बलिदानमा जिउनु पर्ने जीवन हो।
यदि तपाईँहरूले सजिलो सोच्नुहुन्छ भने तपाईँहरूले भुल गर्दै हुनुहुन्छ। परमेश्वरले चाहिँ हरेक दिन हाम्रो जीवनबाट ठुलो बलिदानको माग गर्नुहुन्छ, ठुलो जाँचको माग गर्नुहुन्छ। के हामी त्यसका लागि तयार छौँ? मिच अल्बम भन्ने व्यक्तिले यसरी लेखिएको छ कि कहिलेकाहीँ तपाईँले बहुमूल्य कुराहरू चाहिँ गुमाउँदै गर्दाखेरि, कहिलेकाहीँ तपाईँले बहुमूल्य कुराहरू गुमाउँदै गर्दाखेरि चाहिँ, बलिदान गर्दै गर्दाखेरि चाहिँ त्यो बहुमूल्य कुरा चाहिँ तपाईँले गुमाएको होइन, तर त्यो चाहिँ तपाईँले अरू कसैलाई हस्तान्तरण गर्नुभएको। यसकारण प्रियहरू, तपाईँले आफ्नो जीवनमा के कुराहरू बलिदान गर्नुभयो, त्यो कुरा अब मबाट सक्यो, गुम्यो भनेर नसोच्नुहोस्, तर त्यो अरू कसैलाई तपाईँले हस्तान्तरण गर्नुभयो भन्ने कुरालाई तपाईँले बुझ्नुहोस्। तपाईँ जहाँ हुनुपर्ने त्यहाँ तपाईँ आज हुनुहुन्न भने, तपाईँ जति नापमा बनिनुपर्ने त्यो नापमा हुनुहुन्न भने, तपाईँले जुन ठाउँमा पुग्नुपर्ने त्यो ठाउँमा पुग्नु भएको छैन भने, तपाईँ जति परिपक्व बन्नुपर्ने त्यो ठाउँमा तपाईँ परिपक्व बन्नु भएको छैन भने, सायद तपाईँले बलिदानको जीवन जिउँदै हुनुहुन्न। आज हाम्रो जीवनमा प्रियहरू बलिदान अति आवश्यक छ, किनभने हाम्रो जीवनमा हामी कति बलिदान गर्छौँ हाम्रो व्यक्तिगत जीवनको लागि भन्ने कुराले होइन, तर हामी अरूको लागि कति बलिदान गर्छौँ भन्ने कुराले चाहिँ हाम्रो जीवनको यहाँ मूल्य दिँदछ। त्यसकारण तपाईँले अरूको जीवनको लागि कति बलिदान दिँदै हुनुहुन्छ? रोमी 12 को 1 र 2 मा के लेखेको छ? आउनुहोस् पढौँ। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। परमेश्वरले हाम्रो जीवनमा 24/7 24 घण्टा 7 दिन हाम्रो जीवनबाट बलिदानको माग गर्नुहुन्छ। हामी हरेक दिन 24 घण्टा हाम्रो जीवनलाई कति बलिदान गर्छौँ? म अर्को पद पनि पढ्नेछु, फिलिप्पी 2 को 17। फिलिप्पी 2 को 17 मा यसरी लेखिएको छ, यदि तिमीहरूको विश्वासको बलिदानमाथि अर्घ बलिको रूपमा अर्पित हुनु परे तापनि म आनन्दित छु र तिमीहरू सबैसँग म रमाउँछु। अर्घ बलिको रूपमा अर्पण हुन आँटे पनि पावल के भन्दैछ यहाँ? म अर्घ बलिको रूपमा। यो अर्घ बलि भनेको बुझ्नुहुन्छ नि, यो ड्रिङ्क अफरिङ। तपाईँले गन्ती 15 को 5 मा हेर्नु भने त्यहाँ के लेखेको छ? बलिदानको कुरा गरेको छ, कम्प्लिट अफरिङ, पूर्ण बलिदान। कसरी त्यहाँ हुन्छ भनेको छ? जब तपाईँले त्यहाँ एउटा बलिदानको लागि रोटी रेडी गर्नुहुन्छ अनि त्यहाँनेरि अर्घ अब त्यहाँ चढाउनुहुन्छ, तेल चढाउनुहुन्छ भनेपछि एउटा रोटीको त्यो बलिदान छ, त्यो रोटी छ, अनि त्यसमाथि चाहिँ अर्को के चढाउनु पर्छ? त्यहाँ भद्राक्षको तेल चढाउनु पर्नेछ। भनेपछि अब त्यो बलि र अर्घ बलि, होम बलि र अर्घ बलि, त्यो होम बलिमा चाहिँ अर्घ बलि माथिबाट खनाइसकेपछि गन्ती 15 को 5 मा, अनि त्यो चाहिँ के हुन्छ अरे? कम्प्लिट बलिदान हुन्छ। पावलले यहाँ के भन्दैछ? कति इमेजरी उसको यहाँ काल्पनिक तरिकाले फिलिप्पीको मण्डलीलाई बताउँदैछ। तिमीहरूको लागि म बलिदान हुनु परे तापनि म यसैमा रमाउँछु। भन्नुको मतलब फिलिप्पीको मण्डलीहरू चाहिँ होम बलि जस्तै, अनि पावलले आफूलाई चाहिँ त्यहाँ अर्घ बलिको रूपमा जसरी तेल खन्याउँछ, म आफूलाई पनि तिमीहरूको लागि खन्याउँछु। म तिमीहरूको लागि आफ्नो जीवन अर्पण गर्छु। होम बलिमा अर्घ बलि खन्याए जस्तो अनि कम्प्लिट बलिदान भए जस्तो, तिमीहरू जसरी त्यो होम बलि जस्तो छौ, म अर्घ बलिको रूपमा मेरो जीवन खन्याउँछु। अनि त्यहाँ के हुन्छ? कम्प्लिट अफरिङ हुन्छ, त्यो बलिदान पूर्ण हुन्छ। प्रियहरू, हाम्रो मण्डली चाहिँ त्यसरी बलिदान गर्ने मण्डली बन्न सकोस्। हामी कुनै पनि कुरालाई पक्रेर नबसौँ। आफ्नो मान मर्यादा इज्जत हाम्रा के कुराहरू छ, हामी एकले अर्कालाई बलिदान गर्नको लागि तयार हौँ। आज हामीले बलिदान गऱ्यौँ भने भोलिको दिनमा आउने नयाँ कमर्सहरूको लागि, नयाँ जेनेरेसनहरूको लागि प्रियहरू यहाँनिर ठुलो आशिषको कुरा बन्नेछ। त्यसकारण हामी कति बलिदान गर्न तयार छौँ। त्यसकारण हामी नभनौँ मलाई मण्डलीले के दियो, मलाई परमेश्वरले के दिनुभयो, तर परमेश्वरले यो कुराको आशा गर्नुहुन्छ, तिमीले मलाई के दियो, तिमीले यो मण्डलीको लागि के दियो।
प्रियहरू, त्यसकारण म तपाईँहरूलाई यो कुराको उत्साह दिन चाहन्छु। युनाइटेड नेपाली मण्डली परिवारका सबै विश्वासीहरू, यहाँ तपाईँहरूको आँसुको आवश्यकता छ, यहाँ तपाईँहरूको परिश्रमको आवश्यकता छ, यहाँ तपाईँहरूको घुँडा टेकाइको आवश्यकता छ, यहाँ तपाईँहरूको बाइबल अध्ययनको आवश्यकता छ, यहाँ तपाईँहरूको फास्टिङ प्रेयरको आवश्यकता छ, यहाँ तपाईँको होल नाइट प्रेयरको आवश्यकता छ। तपाईँले के कुरा जान्नुभएको छ, के कुरा तपाईँको बलिदान गर्न सक्नुहुन्छ, त्यो कुराको युनाइटेड नेपाली मण्डलीलाई खाँचो छ। के तपाईँहरूले त्यो कुरा बलिदान गर्न सक्नुहुन्छ? किनकि मण्डली चाहिँ प्रियहरू कुनै पनि व्यक्तिको प्रतिभाले, कुनै पनि व्यक्तिको पहुँचले, ज्ञानले मात्रै होइन, तर धेरै व्यक्तिहरूको बलिदानले मण्डली निर्माण हुँदछ। युनाइटेड नेपाली मण्डली त्यसै निर्माण भएको छैन। सुरुवात दिनदेखि नै गर्नुभएका अगुवा पास्टरहरू र हरेक विश्वासीहरूको यहाँ प्रचार, यहाँ परिश्रम, मेहनतले गर्दाखेरि प्रियहरू यो युनाइटेड नेपाली मण्डली आज खडा भएको छ। आज यो मेहनत, यो परिश्रम प्रत्येकबाट हामी माग गर्दछौँ। के तपाईँहरूले प्रभुको लागि कति बलिदान गर्दै हुनुहुन्छ? आज तपाईँले के बलिदान गर्नलाई सोचेर आउनुभयो? कति कुराहरू बलिदान गर्नुभयो? साँच्चै भन्ने हो भने म यो बेलामा पनि भर्खर मेरो उठ्ने बेला हो। म 1 बजी काममा जान्छु, 12 बजी मात्रै म उठ्छु। तर प्रियहरू, म हिजो नै शुक्रबार र शनिबार मैले मण्डलीको लागि मेरो टाइम छुटाइदिएको छु, बस मण्डलीको लागि। अनि यो बेला मेरो सुत्ने बेला हो। तर आज म गर्वको साथ भन्छु, मैले मेरो मण्डलीको लागि मैले यो समय मेरो बलिदान दिएको छु। प्रियहरू, म अहिले 3 घण्टा मात्रै सुतेर आएको छु। रातभरि मैले यो प्रिपेयर गरेर मैले यो मेरो बलिदान दिएँ मण्डलीको लागि। म मण्डलीलाई के सिकाउन सकौँ, के उत्साह दिन सकौँ? प्रियहरू, के तपाईँहरूले यो बलिदान गर्न सक्नुहुन्छ? मण्डलीलाई साँचो प्रेम गर्नुहुन्छ? तपाईँहरूको जाँच प्रियहरू परमेश्वरले गर्नुहुन्छ। त्यो जाँच चाहिँ बलिदानद्वारा मात्रै पूर्ण हुन्छ। सजिलो नसम्झिनुहोस्, क्रिस्चियन जीवन बलिदानले भरिएको जीवन छ। त्यसकारण प्रियहरू, हामी कति बलिदानको जीवन जिउँदैछौँ। त्यसकारण हाम्रो परमेश्वरले हाम्रो जीवनको हर पक्षको बलिदान चाहनुहुन्छ। त्यसैले अब्राहम, इसाक र याकुबका परमेश्वरले जसरी विगत दिनहरूमा हरेक व्यक्तिहरूलाई बलिदानको माग गर्नुभयो, आज हाम्रो जीवनमा पनि उत्तिकै बलिदान माग गर्नुहुन्छ। त्यसैले आफ्नो समयको बलिदान गर्नुहोस्, आफ्नो इच्छाहरूको बलिदान गर्नुहोस्, आफ्नो रुपियाँ पैसाको बलिदान गर्नुहोस्, पसिना बगाउनुहोस्, रगत बगाउनुहोस्, आफ्नो मेहनत मण्डलीको लागि बलिदान गर्नुहोस्। म तपाईँहरूलाई यो कुराको उत्साह दिन चाहन्छु। त्यसकारण बलिदान गर्नुपर्ने कुरालाई बाँध्नुहोस्, वेदीमा राख्नुहोस्, वेदी बनाउनुहोस् र आफ्नो प्यारो कुरालाई बलिदान गर्नुहोस्। हालेलुया। आउनुहोस् हामी प्रार्थना गरौँ। धन्यवाद परमेश्वर, तपाईँ परमप्रभुले आफ्नो पुत्र क्रुसमा बलिदान हुनलाई पठाउनु भयो र हाम्रो लागि जीवित उदाहरण दिनुभयो। हामीलाई हरेक दिन प्रभु बलिदानको जीवन जिउनलाई मद्दत गर्नुहोस्। युनाइटेड नेपाली मण्डली प्रत्येक दिन बलिदानको जीवन जिउन सक्ने मण्डली बनोस्, ताकि आउने नयाँ पिँढीहरूको लागि, गैर क्रिस्चियनहरूको लागि र सारा विश्वको लागि, सबैको लागि प्रभु मध्यस्थकर्ता बन्न सकेको होस्। धन्यवाद तपाईँलाई सबै कुराहरूको लागि। येशू प्रभुको नाममा माग्छौँ, आमेन। धन्यवाद। र यो समय फेरि पनि सञ्चालिका दिदीलाई दिन चाहन्छु। जय मसीह। साँच्चै नै हामीले एकदमै आशिषमय शक्तिशाली वचन सुनेका छौँ। परमेश्वरलाई धन्यवाद। अनि उहाँको दासलाई पनि जोडसँग परमेश्वरको जीवित वचन उहाँको दासलाई जोड्छ। ताली बजाउने स्टप धन्यवाद। हालेलुया। फेरि पनि भनिन्छौँ रोमी 12को 1 र 2 यो वचन अनुसारमा हामी प्रयोग बदल भएर पालन गराउँछौँ। हालेलुया।